चाहिँ होइन पशुपतिनाथ आएको थिएँ आज धेरै दिनपछि। इन्डिया घुमेर आएदेखि म पशुपतिनाथ आएकै थिइनँ होइन, त्यही भएर आज चाहिँ म पशुपतिनाथ आएको। आज चुनावले गर्दाखेरि त्यति धेरै भिड चाहिँ छैन, एकदम आनन्दले दर्शन गर्न पाइयो, लाइन पनि धेरै बस्नु परेन। सो अहिले पशुपतिनाथको एरिया पनि पुरै त्यस्तो भिड पनि छैन, खाली छ। रमाइलो छ। जय श्री पशुपतिनाथ की जय। खाली छ होइन, त्यस्तो भिडै छैन आज त पशुपतिनाथमा। एकदम रमाइलो भइरहेछ। सबैजना आफ्नो तालमा फोटो खिचिरहनु भएको छ गेटमा। जय भोले, जय शम्भो, नमो भगवते वासुदेवाय। ल अब चाहिँ म पूजा दर्शन गरिसकेर अब घर जान लाग्छु गाइज। बाई बाई। बस्ने ठाउँ, खेल्ने ठाउँ, खाने ठाउँ सबै हो। धेरै छन् परिवार हो गाइज। फाइनल्ली म दर्शन गरेर फर्केँ। अब त दिउँसो पनि कस्तो गर्मी हुन थालेछ, लास्टै गर्मी हुन थालेछ अब त। अनि यहाँको बाटो मलाई एकदम राम्रो लाग्छ भने, शान्त अनि प्लस हरियाली, शान्त प्लस हरियाली एकदम राम्रो क्या, सफा पनि छ होइन। अनि हिँड्नु पनि रमाइलो लाग्छ कि, बाटो रमाइलो छ बाटो। यो वनको नाम चाहिँ के हो मलाई खासै थाहा भएन होइन, तर हिँड्दाखेरि चाहिँ एकदम रमाइलो लाग्छ, मन शान्त। यहाँ यसमा साइडमा बस्ने ठाउँ पनि छ होइन, यस्तो बस्ने ठाउँ पनि छ। त्यसले गर्दाखेरि फाइनली गाइज अब म पुग्न लागेँ रोडमा। अब रोडबाट म